नमस्कार साथीहरू। समसामयिक जीके प्रश्न उत्तरको अर्को एउटा नयाँ अङ्कमा सबैलाई स्वागत छ। भिडियोलाई अन्त्यसम्म हेरेर आफ्नो प्रतिक्रिया छोड्न नभुल्नुहोला। विश्वको पहिलो नगद रहित भएको घोषणा गर्ने देश कुन हो? विश्वको पहिलो नगद रहित भएको घोषणा गर्ने देश कुन हो भनिएको छ। हामीसँग चारवटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न सक्नुहुन्छ। अप्सन एमा रहेको छ स्विडेन, बी क्रोएसिया, सी डेनमार्क र डीमा रहेको छ पोल्यान्ड। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुनसक्छ। विश्वको पहिलो नगद रहित भएको घोषणा गर्ने देश कुन हो भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन ए स्विडेन। प्रश्न नम्बर 2मा हेरौँ। नेपालले कुन प्रधानमन्त्रीको पालामा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको हो? नेपालले कुन प्रधानमन्त्रीको पालामा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको हो भनिएको छ। निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ सूर्यबहादुर थापा, बी टङ्कप्रसाद आचार्य, सी बिपी कोइराला र डीमा रहेको छ गिरिजाप्रसाद कोइराला। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। नेपालले कुन प्रधानमन्त्रीको पालामा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको थियो भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन बी टङ्कप्रसाद आचार्य। सन् 2026को फुटबल विश्वकप प्रतियोगितामा जम्मा कतिवटा देश सहभागी हुँदैछन्? सन् 2026को फुटबल विश्वकप प्रतियोगितामा जम्मा कतिवटा देश सहभागी हुँदैछन् भनिएको छ। हामीसँग चारवटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ 32 देश, बी 38 देश, सी 48 देश र डीमा रहेको छ 31 देश। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। सन् 2026को फुटबल विश्वकप प्रतियोगितामा जम्मा कति देश सहभागी हुँदैछन् भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन सी 48 देश। प्रश्न नम्बर 4मा हेरौँ। हिन्दू धर्मशास्त्र अनुसार भगवान श्रीराम कसको साथमा पहिलोपटक जनकपुर गएका थिए? हेर्नु त प्रश्नले के भनेको छ। हिन्दू धर्मशास्त्र अनुसार भगवान श्रीराम कसको साथमा पहिलोपटक जनकपुर गएका थिए भनिएको छ। ल एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। हामीसँग चारवटा विकल्प रहेका छन्। अप्सन एमा रहेको छ राजा जनकको साथमा, बी ऋषि वशिष्ठको साथमा, सी राजा दशरथको साथमा र डीमा रहेको छ विश्वामित्रको साथमा। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। हिन्दू धर्मशास्त्र अनुसार भगवान श्रीराम कसको साथमा पहिलोपटक जनकपुर गएका थिए भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन डी विश्वामित्रको साथमा। अगाडि हेरौँ प्रश्न नम्बर 5मा। 16औँ पञ्चवर्षीय योजना आर्थिक वर्ष 2081-82, 2085-86को अन्त्यसम्म नेपालमा कति विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ? 16औँ पञ्चवर्षीय योजना आर्थिक वर्ष 2081-82, 2085-86को अन्त्यसम्म नेपालमा कति विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भनिएको छ। निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ 3591 मेगावाट, बी 11769 मेगावाट, सी 10769 मेगावाट र डीमा रहेको छ 13669 मेगावाट। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। 16औँ पञ्चवर्षीय योजना आर्थिक वर्ष 2081-82 र 2085-86को अन्त्यसम्म नेपालमा कति विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन बी 11769 मेगावाट। लोकसेवा आयोगको चौथो सम्मेलन कहाँ सम्पन्न भएको थियो? प्रश्नमा रहेको छ लोकसेवा आयोगको चौथो सम्मेलन कहाँ सम्पन्न भएको थियो भनिएको छ। ल एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ रूपन्देही लुम्बिनीमा, बी धनगढी कैलालीमा, सी वीरेन्द्रनगर सुर्खेतमा र डीमा रहेको छ काभ्रे धुलीखेलमा। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। लोकसेवा आयोगको चौथो सम्मेलन कहाँ सम्पन्न भएको थियो भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन सी वीरेन्द्रनगर सुर्खेतमा। ल प्रश्न नम्बर 7मा हेरौँ। तल उल्लेखित मध्ये कुन जलविद्युत आयोजना चीन सरकारको सहयोगमा निर्माण भएको हो? तल उल्लेखित मध्ये कुन जलविद्युत आयोजना चीन सरकारको सहयोगमा निर्माण भएको हो भनिएको छ। निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ कुलेखानी जलविद्युत आयोजना, बी त्रिशुली जलविद्युत आयोजना, सी सुनकोशी जलविद्युत आयोजना र डीमा रहेको छ फर्पिङ जलविद्युत आयोजना। फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। तल उल्लेखित मध्ये कुन जलविद्युत आयोजना चीन सरकारको सहयोगमा निर्माण भएको हो भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन सी सुनकोशी जलविद्युत आयोजना। अगाडि हेरौँ प्रश्न नम्बर 8मा।
सर्वप्रथम युवराज धीराज पदवी धारण गर्ने नेपालका राजा को थिए? सर्वप्रथम युवराज धीराज पदवी धारण गर्ने नेपालका राजा को थिए भनिएको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। हामीसँग 4वटा विकल्प रहेका छन्। अप्सन एमा रहेको छ उदयदेव, बी अंशु वर्मा, सी वसन्त देव र डीमा रहेको छ नरेन्द्र देव। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। सर्वप्रथम युवराज धीराज पदवी धारण गर्ने नेपालका राजा को थिए भनिएको छ। तपाईको सही उत्तरमा रहेको छ अप्सन ए उदयदेव। 68औं साक्षर जिल्लाको रूपमा कालीकोट कहिले घोषणा भएको? 68औं साक्षर जिल्लाको रूपमा कालीकोट कहिले घोषणा भएको भनिएको छ। ल एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ विक्रमसम्म 2082 असार 9 गते, बी विक्रमसम्म 2082 साउन 9 गते, सी विक्रमसम्म 2082 भदौ 9 गते र डीमा रहेको छ विक्रमसम्म 2082 असोज 9 गते। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। 68औं साक्षर जिल्लाको रूपमा कालीकोट कहिले घोषणा भएको भनिएको छ। तपाईको सही उत्तरमा रहेको छ अप्सन डी विक्रमसम्म 2082 असोज 9 गते। ल प्रश्न नम्बर 10 मा हेरौँ। नेपालमा राष्ट्रिय झण्डा दिवस कहिले मनाइन्छ? नेपालमा राष्ट्रिय झण्डा दिवस कहिले मनाइन्छ भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ मङ्सिर 1 गते, बी पुस 1 गते, सी फागुन 7 गते र डीमा रहेको छ असोज 2 गते। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। नेपालमा राष्ट्रिय झण्डा दिवस कहिले मनाइन्छ भनिएको छ। तपाईको सही उत्तरमा रहेको छ अप्सन बी पुस 1 गते। प्रश्न नम्बर 11 मा हेरौँ। आर्थिक तथा सामाजिक परिषदको अध्यक्षतामा नेपाल कहिले निर्वाचित भएको? आर्थिक तथा सामाजिक परिषदको अध्यक्षतामा नेपाल कहिले निर्वाचित भएको भनिएको छ। ल एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ सन् 2025 मे 25 मा, बी सन् 2025 अप्रिल 31 मा, सी सन् 2025 जुलाई 31 मा र डीमा रहेको छ सन् 2025 अगस्त 25 मा। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। आर्थिक तथा सामाजिक परिषदको अध्यक्षतामा नेपाल कहिले निर्वाचित भएको भनिएको छ। तपाईको सही उत्तरमा रहेको छ अप्सन सी सन् 2025 जुलाई 31 मा। ल प्रश्न नम्बर 12 मा हेरौँ त। आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय कुन हो? आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय कुन हो भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। अप्सन एमा रहेको छ जनता नमुना मावि धनुषा, बी कालिका मानव ज्ञान मावि रूपन्देही, सी दाउन्ने मावि नवलपरासी र डीमा रहेको छ शान्ति नमुना मावि रूपन्देही। ल फटाफट कमेन्ट गर्दा यसको सही उत्तर के हुन्छ। आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय कुन हो भनिएको छ। तपाईको सही उत्तरमा रहेको छ अप्सन बी कालिका मानव ज्ञान मावि रूपन्देही। मेन्डेलको प्रयोग अन्तर्गत प्रतिपादन 3 सिद्धान्त अन्तर्गत कुन पर्दैन? मेन्डेलको प्रयोग अन्तर्गत प्रतिपादन 3 सिद्धान्त अन्तर्गत कुन पर्दैन भनिएको छ। अप्सन एमा रहेको छ प्रबलताको नियम, बी प्राकृतिक छनौटको नियम, सी स्वतन्त्र छनौटको नियम र डीमा रहेको छ ग्यामेटहरूको शुद्धताको नियम। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। मेन्डेलको प्रयोग अन्तर्गत प्रतिपादन 3 सिद्धान्त अन्तर्गत कुन पर्दैन भनिएको छ। तपाईको सही उत्तरमा रहेको छ अप्सन बी प्राकृतिक छनौटको नियम। अगाडि हेरौँ प्रश्न नम्बर 14 मा। ब्राजिल पछिको सबैभन्दा धेरै जैविक विविधता भएको मुलुक कुन हो? निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। ब्राजिल पछिको सबैभन्दा धेरै जैविक विविधता भएको मुलुक कुन हो भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ भारत, बी नेपाल, सी कोलम्बिया र डीमा रहेको छ इन्डोनेसिया। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हुन्छ। ब्राजिल पछिको सबैभन्दा धेरै जैविक विविधता भएको मुलुक कुन हो भनिएको छ। तपाईको सही उत्तरमा रहेको छ अप्सन डी इन्डोनेसिया। साथीहरू आजको अन्तिम तथा 15औं प्रश्नमा हेरौँ। नेपालको संविधान अनुसार अध्यादेश सिफारिसको अधिकार केमा निहित हुने गर्दछ? नेपालको संविधान अनुसार अध्यादेश सिफारिसको अधिकार केमा निहित हुने गर्दछ भनिएको छ। निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। अप्सन एमा रहेको छ राष्ट्रपति, बी सभामुख, सी संवैधानिक परिषद
र डीमा रहेको छ मन्त्री परिषद। ल फटाफट कमेन्ट गर्नु त कसलाई आउँछ। नेपालको संविधान अनुसार अध्यादेश सिफारिसको अधिकार केमा निहित हुने गर्दछ भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन डी मन्त्री परिषद। हामीले प्रस्तुत गरेको समसामयिक जीके प्रश्न उत्तर भिडियो यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि छोड्न नभुल्नुहोला। धन्यवाद।